आजभोलि धेरै युवाको सपना हुन्छ विदेश जाने, धेरै पैसा कमाउने अनि परिवारको भविष्य बनाउने। पर सबै सपनाको अन्त्य सुखद हुँदैन। ललितपुर जिल्ला कुञ्जुसुम गाउँपालिका 3 का सागर थापाको कथा पनि यस्तै सङ्घर्षबाट सुरु हुन्छ। सागर पनि उज्यालो भविष्यको खोजीमा विदेश पुगे। घर परिवारको सपना बोकेर ऋण गरेर आफ्ना चाहना दबाएर, तर विदेशमा उनले पाएको थियो दुःख, तनाव र एक्लोपन। दिनरात मेहनत गर्दा पनि मनमा शान्ति थिएन। आफ्नो गाउँ, आफ्नो माटो, आफ्नो परिवार सबै टाढा थिए। अन्ततः सागरले एउटा ठूलो निर्णय गरे। विदेश होइन, अब आफ्नै देशमा केही गर्छु। नेपाल फर्किएपछि उनले कृषिलाई आफ्नो भविष्य बनाए। आज सागर तरकारी खेती गर्छन्, भैँसी, बाख्रा, कुखुरा पालन गरेका छन्, आफ्नै बारीमा अन्नबाली उत्पादन गर्छन्। उनको मेहनतले अहिले महिनामा 50 देखि 60 हजार रुपियाँसम्म बचत भइरहेको छ। नाम चाहिँ सागर थापा मगर हो। म चाहिँ कुञ्जुसुम 3 दलचोकीमा बस्छु। म चाहिँ के अरे विदेश जाने सिलसिलामा, बाहिर जाने सिलसिलामा पनि गएँ पनि। त्यसको कारणले गर्दाखेरि त्यहाँ चाहिँ त्यति उपलब्धि भएन। अनि त्यो नभएपछि अब गाउँघरमै गरेर कृषि गर्छु, अब केही गर्छु, यसलाई चाहिँ केही उपलब्धि गराउँछु भनेर म नेपालै फर्केँ। नेपाल फर्केपछि तपाईँको मैले हल्का कृषिमै जोड दिएँ। तरकारीदेखि लिएर बाख्रा पालन, भैँसी पालन गर्ने। त्यसबाट नि बच्चालाई पढाउन, अब खाना लाउन सबै राम्रै भयो। त्यो कारणले गर्दाखेरि आफ्नै परिवारसित नि बस्न पायो। यो त्यही कारणले गर्दाखेरि हामी चाहिँ अहिले यो कृषि क्रान्तिमा चाहिँ म चाहिँ लागिरहेको छु। अब यहाँ त अब यहीँ नेपालमा बस्दाखेरि दुःख गर्दा चाहिँ आफ्नो परिवारसित जे खायो त्यही, अब बिरामी पर्दा पनि जे गर्यो त्यहीमा चाहिँ हामी अब सार सपोर्ट लाग्न पायो। त्यो विदेशमा त जो मरे पनि मतलब छैन के, तपाईँको बिरामी भयो नि मतलब छैन। तर विदेशमा चाहिँ धेरै दुःख छ। तपाईँको 8 घन्टा भनेर ड्युटी लाउँछ, 12 घन्टा 13 घन्टा लाउँछ। सबैभन्दा ठुलो कुरा उनी अहिले आफ्नो परिवारसँग छन्। आफ्नो पसिनाले आफ्नै माटोमा सपना रोपिरहेका छन्। शान्ति छ, सम्मान छ, आत्मसन्तुष्टि छ। सागर आज आफ्ना उमेरका युवाहरूलाई एउटा सन्देश दिन चाहन्छन्। विदेश जान ऋण खोज्नुभन्दा त्यही पैसाले आफ्नो गाउँमा केही सुरु गर। तर विडम्बना के छ भने विदेश जान्छु भन्यो भने समाजले सजिलै ऋण दिन्छ, तर नेपालमै केही गर्छु भन्दा धेरैले पत्याउँदैनन्। उनीहरूलाई त सकेसम्म चाहिँ नजानै भन्छु, कृषिमै लाग्नु। बरु कृषिमा लागेर विदेश जाने ऋण कसैले दियो भने नि त्यो चाहिँ कृषिमै हाल्नु के। किनभने भैँसी लिएर आउनु, बाख्रा लिएर आउनु, त्यहीबाट धेरै आम्दानी हुन्छ। त्यो हुन त फेरि गाउँघरमा चाहिँ यस्तो नै हुँदो रहेछ सर। अब विदेश जान्छु भनेपछि चाहिँ ऋण दिन्छ। तपाईँको यहीँ नेपालमा चाहिँ केही गर्छु भन्यो भने चाहिँ ऋण दिँदैन क्या तपाईँको। त्यसले गर्दा नि अलिकति गाह्रो चाहिँ त्यो समस्या चाहिँ छ होइन। तर मेरै उमेरको साथीभाइहरूलाई चाहिँ के गर्छु भने चाहिँ भन्छु भने चाहिँ विदेश जानुभन्दा चाहिँ नेपालमै गर्नु। आफ्नो परिवारदेखि समान बिरामी पर्दा पनि जे गर्दा पनि चाहिँ आफ्नै परिवारसित घुलमिल गरेर खाने, जे पकायो त्यही खाने, जे पाक्यो त्यही खाने, त्यो पनि हुन्छ। तर विदेशको ठाउँमा त त्यो त कमिला मर्या बराबरी जस्तै हो। बरु त्यहाँ जानुभन्दा त नेपालमै एकदम राम्रो। अब दुःख गर्ने हो, त्यहाँ गएर नि सुख त पाउँदैन हामीले, विदेशमा नि दुःखै गर्नुपर्ने हो। त्यही कारणले गर्दा चाहिँ मेरो उमेरको समूहहरूलाई चाहिँ म नेपालमै गरौँ, कृषि क्रान्तिमै लागौँ भन्ने चाहिँ चाहन्छु। सागर थापाको कथा केवल एक व्यक्तिको सफलता होइन। यदि इच्छा, मेहनत र धैर्यता छ भने आफ्नै माटोमै भविष्य बनाउन सकिन्छ भन्ने एउटा गतिलो प्रमाण हो। विदेशको चमकभन्दा आफ्नै गाउँको आत्मीयता ठुलो हुन्छ र सफलता त्यहीँ भेटिन्छ जहाँ आफ्नो मन खुसी हुन्छ। यदि तपाईलाई यो कथा प्रेरणादायी लाग्यो भने यो भिडियो अरूसँग पनि साझा गर्नुहोला, किनकि एउटा सफल किसानले धेरै युवाको सोच बदल्न सक्छ।